फुलेर सुरुमा खुट्टादेखि नै गरी टाउकोदेखि नै गरी सबै मजाले गर सबै धर्नु है तोर काम गर्नु पर्छ गर मजाले गर फुल सबै धर्नु है जबरजस्ती म भन्दैछु नि भाइ सुसार गर्नु अब भाइहरूलाई तेल पनि लगाइदिनु पर्छ तेल लेले केतिका भित्रबाट तेल चाहिँ कसरी लाउने टाउकोमा कस्तो तेल बस 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 लगाइदिनु पर्ने हातले फ्याल्ने होइन क्या अहिले अहिले टिका लाउने हो क्या पहिले चाहिँ छिटो न तोरीको तेल के हो हुन्छ पहिले भाइलाई लगाइदिनु सुदनलाई लगाइदियो अलिअलि अब भाइलाई लगाइदियो अर्को भाइलाई लु त्यो फुल त्यहीँ छोड्दैन भाइलाई लगाइदियो कानमा तेल त नलगाउनु होला नि कानमा तेल नलाउनु अनि आशीर्वाद दिन थाल्यो भयो 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 जाँदा अब ऐना देखाऊ कपाल कोर्देऊ कपाल कोर्देऊ सानो भाइको पनि टुप्पी टुप्पी कोर्देऊ कस्तो बनाउँदा सुदनलाई राम्रो देखिन्छ त्यस्तै बनाइदेऊ स्या सिधा पा भयो एकछिन ती होस् न पूजा गरेको जगते गरेको पो त भाइलाई अब त्यसपछि ऐना देखाइदेऊ कस्तो भयो भाइलाई कस्तो बनाइदिनु भएछ हौ भान्जी भयो ए हामीले त अगरबत्ती पनि बाल्नुपर्छ होला नि भाइ अब बालौँ न मान्ताबाट अगरबत्ती जिक दियो बलिरहेछ त उज्यालो छ दुईटा हैन दुईटा एकजनालाई हैन होइन भइगयो एउटै बाल न दुईटा बाल न त्यसरी होइन दुईटा एकै ठाउँ राखेर बाल न भाइ ननिक्लाइ बस न त्यहाँ अहिले बस्छु के आयो बस न अहिले फाल्नु क्या अब के गर्नु पर्ने यसो गरेर फाल्नु निभाउ न यहाँले गयो है अब भाइ त निक्लिसक्यो त लान्छ त फालेर मात्रै जान्छ अहिले त अब लु टिका लगाइदेऊ छिटो भाइ सुरन थाल पका म पकाइदिन्छु ल ए अर्को ल्याउ यो त अलिक धेरै लामो भएछ यो त मामाको पो रहेछ क्यार चप्पल फुकालेर बस त्यहाँ छेकेको बेला बाहिर निस्किनु नहुने माथिबाट हौ तलबाट यहाँले त टिकनलाई निस्किनु हुन्थ्यो यहाँले न छिटो न त्यो ले न जुन पाए चाहिँ अब रङ सबै दलिस नानी ल हौ ल बुवाले भए पढाउनु चुप्लाएर बस न पक 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 छोड न छोड अलिकति पानी एउटा उदो कलसले दिने त्यो तिलानीको गर न तिलानीको चाहिँ सजिलो हुन्छ उयो ले त्यो बोटुको कस्तो त्यो उयो भयो कि बाटो भयो कि हो लु लगाइदे भाइलाई टक्क टक्क लगाइदे कलर मिलाएर लु रात त्यो लगाइदिस् अब यो पर्पल कलर लगाइदियो त्योभन्दा तलदेखि माथि लाउनु पर्यो अब हरियो लगाइदियो अलिक तल पहेँलो लगाइदियो कता दल्दै लगाइछौ बहिनी राम्ररी लगाइदिनु हौ जुन पनि जहाँ पनि लाउँदा हुँदैन र
पक 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 अब टिल लगाइदिए आगे जिम्मा गरे भाइ यसरी अम्लान लगाइदिनु बाय 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 पुलेट पाकी सबै मलाई पनि त्यसलाई यता ठाडो आँखा नखोल न एकछिन के छैन ठिक छ दामी छ भयो फर्का काँडालाई टिल दिँदा पुग्दैन कि क्या अर्को बनाउनु पर्छ भाइको पालो अलिकति तिल हानी पानी यो साह्रै बाँकी छ छोड न त्यसैले चलाइदियो फेरि सबै रातै बनाइदियो नचला न नचला भाइ यस्तो गर्नु माथि हेर्नु दिदीले लगाइदिनु हुन्छ माला का भित्र छोड 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 यो केटीले फेरि सबै खतम भयो छोड 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 यसले सबै दल दल पारियो सबै बुवा त भाइ नगर नगर न अब माला लगाइदेऊ भाइलाई एकछिन भाइ एकछिन नचलाउ न माला लगाइदेऊ यो भाइलाई साह्रै छोटो भाइ लु यो अर्कोलाई यतापट्टिबाट होइन त्यो चाहिँ झुन्डिने होइन दुर्गा चाहिँ झुन्डिने होइन झुन्डिने चाहिँ पछाडि भाइ ऐना हेर्छ कस्तो राम्रो भयो होस् न होस् कस्तो राम्रो भयो छोडिदिनु न अनि फोटो खिच्नु पर्छ कहाँ झुन्डियो हौ अनि माला त्यस्तै झुन्डिएको त हुन्छ त हौ नि उ दादाको पनि झुन्डियो त हौ कति राम्रो हौ दादाको तपाईँको कति राम्रो हेर्नु त यो भोगाडेको साइड लगाइदिनु देख्नुभयो यो सानो भाइलाई देऊ सुदान भाइलाई देऊ पक्रै सुदान भाइलाई देऊ त्यो पनि नमस्ते गरेको अब भाइलाई यही भइगयो त किनिदिएको यही हो क्या भाइलाई भइहाल्छ अघि बिहानै किनिदिएको अघि बिहानै किनिदिएको क्या यो लगाएको येल्लो कलरको हो क्या लु छोडा लु बस अब तिमी तिमीहरू हो त्यहाँ अब सुदन भाइले यसको त होइन यता बस न हो त्यही बस्यो भने सुदन भाइले टिको लगाइदिनु पर्यो नि त यस्तै लामै लाउने बोलाउने भन्छ लगाम भाइको चिम्रो लाग्छ होला यहाँ हाल भाइ यो सुदन भाइ तैँले यो सिन्काले टिका सबै लगाइदियो एउटा को झर्दैन आँखा चाहिँ यो सुदन कति वर्ष पुग्यो भयो 7-8 उनीहरू 6 महिनाको जेठा कान्छा छन् लगाइदियो वरिपरि खै यसरी लगाइदिएन अहिले यो असार कि लु ले हातले लु अब